नमस्कार प्रणाम दर्शकबिन म आफ्नो यो नयाँ पुस्ता जेनजी युवाहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु। यदि हामी यो अब राम्रोसँग सोच विचार गरेन भने, राम्रोसँग एकजुटता भएर हिँडेन भने हाम्रो नेपालको अवस्था अफगानिस्तान इरान जस्तो हुनमा केही बेर छैन। तपाईँ प्लिज यो दिवाकर सरले भनेको कुरा सुनिदिनु अनि उहाँ के भन्नुभएको छ सोच विचार गरेर आफ्नो अब अर्को कदम अर्को पाइला अगाडि बढाउनु होला। सबैसँग हाम्रो यही अनुरोध छ। हाम्रो नयाँ पुस्ता जेनजीहरूसँग मेरो यही अनुरोध छ। प्लिज यो दिवाकर सरले भनेको कुरा सुनिदिनु राम्रोसँग अनि उहाँ के भन्नु भइरहेछ त्यो हिसाबले अब सोच विचार गरेर राम्रो ढङ्गले अब अगाडि बढ्नुपर्छ। यही म बिन्ती रिक्वेस्ट गर्दछु हाम्रो नयाँ पुस्तालाई। हस्, जय नेपाल। कालापानी लिम्पियाधुरा लिपुलेखका विषयहरू टुक्राको लागि हामी मर्न तयार हुन्थ्यौँ। आज मात्रै कालापानी लिम्पियाधुरा लिपुलेखको होइन, दुई ठुला शक्तिका बीचमा छौँ हामी र अन्तर्राष्ट्रिय शक्तिहरू सक्रिय छन्। म अनुरोध गर्ने एनजिओहरूले देश चलाउनु हुँदैन, देश कब्जा गर्नु हुँदैन, विचार गर्नुपर्छ है। जुन रियल जेनजीहरू छन् उनीहरूसँग राज्यले कुरा गर्नुपर्छ। तर राज्यले कसरी कुरा गरोस् त? राज्यलाई फेरि अरूले चलाइरहेका छन्। प्रमाणहरू दिन म तयार छु। मसँग केही प्रमाणहरू कस्तो छन् भने प्रधानमन्त्री कार्यालय अगाडिको पनि केही दृश्यहरू छन्, निर्मल निवासका पनि केही दृश्यहरू छन्, दूतावासको गाडीको फोटो पनि छन्। केही यस्ता प्रमाण छन्। के चाहनु भएको छ तपाईँहरू? शान्तिपूर्ण निर्वाचन जुन मिति घोषणा गर्नु भएको छ त्योमा शान्तिपूर्ण निर्वाचन यो कस्तो भइरहेछ यो देशमा तपाईँहरूले थाहा छ? हात खुट्टा बाँधिदिन्छ मेरो अनि भन्छ ल पौडी खेलौँ न त। हो, बुझ्नुभयो? हात खुट्टा बाँधेर अनि पानीमा फाल्छ ल पौडी खेल्नु, त्यो भनेको के हो? नियत के देखियो त्योमा? शान्तिपूर्ण निर्वाचनका लागि तपाईहरू के गर्दै हुनुहुन्छ? अनि हामी कस्तो वाहवाही गर्छौँ भने अहिले दोषीलाई कारबाही गर्नुभन्दा पनि यस्ता कामहरू गर्न चाहिरहेछौँ। अहिलेको सरकारले यस्तो कामहरू गर्न चाहिरहेछ जसले जनतामा लागोस्, ओहो वाउ सरकारले कति राम्रो काम गर्यो। कस्तो काम भइरहेको छ भने सुरुमा हेर्नुहोस् घटनाक्रमहरू। एउटा पक्षले भन्छ तत्कालीन प्रधानमन्त्री गृहमन्त्रीलाई पक्राउ गरौँ, अर्को पक्षले भन्छ बालेन शाह र सुदन गुरुङलाई पक्राउ गरौँ, होइन भिडाउने। हेर्नुहोस् है, यो कुराहरू एकअर्कामै भिड्ने। दोस्रो कुरा यो कुराहरू सामसुम भयो। आज के कुरा आयो भने केपी ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू तानियो, विभिन्न समाचार माध्यमहरूमा आयो। हामी नेपाली खुसी भयौँ, ओहो सरकारले त राम्रै काम गरेछ, ती नेताहरूलाई केका लागि त्यत्रो सुरक्षा चाहियो, त्यति मात्रै सोच्छौँ हामी। तर त्यसपछिको प्लानहरू के हुनसक्छ विचार गर्नु भएको छ? यति बोलिरहँदा ठुलो, म आफै अहिले अलिक बिरामी पनि छु र ठुलो चुनौती मैले स्वीकारिसकेँ। अब म हिट लिस्टमा आइसकेँ। हुन त हाम्रो पत्रकारितामा कैयौँ पटक हामी माथि आक्रमण भएको छ, कैयौँ पटक हामी न्याय